अनुशासन स्वतन्त्रताको बाटो हो। धेरैलाई लाग्छ अनुशासन भनेको आफूलाई बाँध्नु हो, तर वास्तवमा यो स्वतन्त्रता हो। यदि तपाईँ आज अनुशासित भएर पैसा बचाउनुहुन्छ भने भविष्यमा तपाईँ आर्थिक रूपमा स्वतन्त्र बन्नुहुनेछ। यदि आज शरीरलाई अनुशासनमा राखेर कसरत गर्नुहुन्छ भने भविष्यमा तपाईँ रोगबाट स्वतन्त्र हुनुहुनेछ। अनुशासनले आजको सानो दुःखलाई भोलिको ठुलो सुखमा बदल्छ। मुडको गुलामी हुन नदिनुहोस्। तपाईको मुड एउटा चञ्चल बच्चा जस्तै हो, जसलाई सधैँ सजिलो र रमाइलो मात्र चाहिन्छ। सफल व्यक्तिहरू आफ्नो मुडको नोकर होइन, आफ्नो लक्ष्यको मालिक हुन्छन्। मलाई मन छैन भन्ने भावना आउँदा पनि यो मेरो लागि जरुरी छ भनेर काम सुरु गर्नु नै वास्तविक जित हो। अनुशासनको शक्ति। अनुशासनले जादु जस्तै काम गर्छ। सानो काम हरेक दिन गर्दा त्यसको नतिजा सोचे भन्दा ठुलो निस्कन्छ। गणितीय रूपमा हेर्दा यदि तपाईले हरेक दिन आफ्नो क्षमतामा 1% मात्र सुधार गर्नुभयो भने 1 वर्षमा 37 गुणा राम्रो बन्नुहुनेछ। अनुशासनको पीडा केही समयको लागि मात्र हुन्छ, तर अनुशासन नहुँदाको पछुतो जीवनभर हुन्छ। तपाईले आज जुन सङ्घर्ष रोज्नुहुन्छ त्यसैले तपाईको भोलिको परिचय दिनेछ।